पुस्तक वाचन, मनको शक्ति र सफलताको साहस, भाग 2। निर्देशक, वाचक तथा निर्माता मिलन नाफन्त। लेखक स्वेट मार्डन। प्रकाशक डिकुरा बी परसाई। लक्ष्यमा जीवनको तमाम शक्ति केन्द्रित गरौँ। हामी जे सोच्छौँ त्यसै अनुसार हाम्रो भाग्य, हाम्रो स्थिति र हाम्रो हालत बन्छ। कुन लक्ष्यमा हामी जीवनको तमाम शक्ति केन्द्रित गर्छौँ त्यसै लक्ष्य पाउनमा हामी कृत सङ्कल्पित हुन्छौँ। आफ्नो मनमा यदि हामी गरिबीको विचारलाई स्थान दिन्छौँ, आफ्नो मनलाई यदि हामीले आफ्नो अयोग्यतामा केन्द्रित गर्यौँ भने यसले धन सम्पदाको प्रवाह आफू समक्ष आउनबाट रोक्छ। यसको विपरीत यदि हामी आफ्नो विचारलाई अपार धन सम्पदामा, साधनमा केन्द्रित गर्छौँ भने हामीले त्यही प्राप्त गर्नेछौँ। यदि हामीलाई विश्वास छ दुनियाँभरको तत्त्व हाम्रा लागि निर्मित भएको हो भने त्यो पाउनु पनि हाम्रो जन्मसिद्ध अधिकार हो। केही यस्ता मानिस पनि हुन्छन् जो जीवनभर प्रसन्न रहने काम गर्छन्, यसमा पनि उनीहरू आफूलाई दुःखमा केन्द्रित गर्छन्। उनीहरूको धारणा हुन्छ दुनियाँमा न उनीहरूको कुनै मित्र छ न कुनै शुभचिन्तक। दुर्भाग्यको चिन्ताबाट यस्ता मानिस व्याकुल हुन्छन्। यदि तपाईँ यस्तो मनोदशा महसुस गर्नुहुन्छ भने यस्तो मनोदशा तुरुन्त बदल्नुहोस्। यो कुरा सधैँ याद राख्नुहोस्, तपाईँ आफ्नो मनोदशामा परिवर्तन नल्याइकन आफ्नो जीवन स्तर सुधार्न सक्नुहुन्न। जुन मानिसको मनमा शङ्का छैन, भय छैन, संशय छैन, जसको विश्वास पक्का छ, यो जो दृढ सङ्कल्प भएको छ, जो आफ्नो शक्ति, सामर्थ्य एवं योग्यताप्रति पूर्ण आश्वस्त छ, ऊ आफ्नो प्रयास क्रियान्वित नगरी बस्न सक्दैन। भन्नुको आशय हो जुन कुरामा हामी आफूलाई एकाग्र गर्छौँ त्यो नै प्राप्त गर्छौँ। यदि तपाईँ अभावमय जीवनबाट मुक्ति पाउन चाहनुहुन्छ भने यस्तो काम गर्नुहोस् जसबाट तपाईँको मनोबल उच्च उठोस्। आफ्नो मनलाई विशाल, उदार एवं विचार सम्पन्न बनाउनुहोस्। आफ्नो सेतुको रचनात्मक शक्ति जगाएर आफ्नो कार्यमा प्रवृत्त गर्नुहोस्। लक्ष्मी सदैव दानी, उदार एवं प्रसन्न चित्त मानिसप्रति कृपा दृष्टि राख्छिन्। उनी मैलो, सङ्कोची, शङ्कालु एवं अनुदार मानिसको साथ सदैव छोड्छिन्। यदि हामी मरुस्थलमा बस्ने ती हजारौं मानिसको जीवनमा नजर दिन्छौँ भने उनीहरू जुन मरुस्थलमा बसिरहेका छन्, उनीहरू जहाँ अभावग्रस्त जीवन बिताइरहेका छन्, त्यहाँ उनीहरू आफ्नो रोजीरोटीका लागि थोरै पशु पाल्ने गर्छन्। त्यही बन्जर भूमि मुनि अथाह धन सम्पदा भरिएको छ। मरुस्थलका मानिस यदि त्यो जमिनको सही उपयोग गर्छन् भने उनीहरू निर्धनताको श्रापबाट मुक्त हुन सक्नेछन्। असलमा कुनै पनि जमिनमा कुनै पनि कमी हुँदैन, सधैँ उब्जाउ हुन्छन्। यदि कुनै कमी हुन्छ भने मल र पानीको कमी हुन्छ। त्यो जमिनमा यदि मानिस आफ्नो परिश्रमले मल पानी दिएर केही उब्जाउँछ भने त्यो बन्जर भूमिबाट सुन नउब्जिनुको कुनै कारण छैन। हामी आफ्नो अभावग्रस्त जीवनलाई समृद्ध बनाउन सक्छौँ। एक प्रकारले हेर्ने हो भने कुनै पनि जमिनमा कुनै कमी छैन। आफ्नो बुद्धिको बलले मानिस पत्थरबाट सुन निकाल्ने गर्छ। मानिसको यही मरुस्थलवासी भन्दा केही पर त्यहाँका निवासीले आफ्नो सुझबुझ एवं कठोर परिश्रमले त्यहाँको जमिनलाई हरिलो भरिलो बनाइदिए। त्यहाँको जमिन फसलले लहराइरहेको छ, सुन ओकलिरहेको छ। त्यहाँका तमाम निवासी सुख एवं समृद्धिको जीवन बिताइरहेका छन्। निसन्देह जोसँग विपुल धन सम्पदा हुन्छ उसमा दरिद्रता एवं नराम्रोपना आफै नष्ट हुन्छ। भोग गरिबीमा केही धेरै खराबी हुन सक्छ। यस्तो कुन पाप छ जसले भोको राख्न सक्दैन। सुखी सम्पन्न भएमा तपाईले सर्वत्र थाहा पाउनुहुनेछ, फेरि सारा दुनियाँ तपाईको हुनेछ। यदि मानिसलाई दिनहीन र अभावग्रस्त राख्ने विचार सृष्टिकर्ताको मनमा आउँछ भने सायद उसको सृष्टि रचना नै निरर्थक हुन्छ। यदि तपाईँ वास्तवमा सुख समृद्ध हुन चाहनुहुन्छ भने सर्वप्रथम दीनता एवं अभाव हटाउने प्रयास गर्नुहोस्। यस्तो गरेर तपाईले आफ्नो भलो मात्र गर्नुहुन्न, अरूको सहायता गर्ने सामर्थ्य पनि तपाईमा आउनेछ। आफ्नो मस्तिष्कको प्रयोग यदि मानिसले सही रूपमा गर्छ भने प्रकृतिको अक्षण
भण्डारबाट आफ्नो लागि असंख्य वस्तु प्राप्त गर्न सक्छ। यदि हामी उत्साही, विचारवान एवं परिश्रमी छौँ भने हामीलाई कुनै कुराको कुनै कमी हुन सक्दैन। यो कुरा अस्वीकार गर्न सकिँदैन, यो ब्रह्माण्ड सीमातीत छ। थाहा छैन प्रकृतिको गर्भमा कति खजाना अझैसम्म अछुतो रहेको छ, जसमा मानवको कामना पूरा गर्ने अनौठो सामर्थ्य निहित छ। हाम्रो दायित्व बन्छ हामी यी साधन स्रोतको खोजी गर्न, विपुल धन प्राप्त गर्न तथा त्यसको उपयोग गर्नमा आफ्नो बुद्धि, प्रतिभा एवं उत्साह प्रयोग गरौँ। प्रकृतिको अक्षय भण्डारमा अपरिचित धन सम्पदा भरिएको छ। मानवले अझैसम्म उसको एक अंशमा विजय हासिल गर्न सकेको छैन। महान वैज्ञानिक न्युटनले विश्वको विराटता उल्लेख गर्दै भनेका छन्, म एक अबोध बालक समान सागर किनारमा उभिएर सिपी छान्ने गर्छु, तर यो विश्व असीम छ। यदि तपाईँ शीघ्रातिशीघ्र निर्धनता एवं अभावको दलदलबाट आफूलाई निकाल्न चाहनुहुन्छ भने सर्वप्रथम आफ्नो मनबाट निर्धनता, निराशा, भय एवं शङ्काको विचार निकालेर फ्याँक्नुहोस्। भुलेर पनि निर्धनता, रोग र निराशाको विचार आफ्नो मनमा नल्याउनुहोस्। आफ्नो मनलाई सदैव सुख समृद्धिको विचारले पूरित गर्नुहोस्। यदि तपाईँ दृढ सङ्कल्प एवं आत्मविश्वासका साथ कार्यक्षेत्रमा डटिरहनुहुन्छ भने निश्चय नै सुख समृद्धि तपाईँको जीवनमा बहार लिएर आउनेछ। तपाईँको सकल मनोरथ सिद्ध भएको देख्न पाउनुहुनेछ। यस प्रकार जित सदैव तपाईँको पाइलामा हुनेछ। अवसर अपनाउनुहोस्। भाग्यशाली अवसर एकपटक सबैको ढोका ढकढक्याउन आउँछ। आवश्यक छ त्यो अवसर समात्न र त्यसको भरपूर फाइदा उठाउन। यदि तपाईँ आफ्नो सपना साकार बनाउन चाहनुहुन्छ भने ती अवसरको जाँच गर्नुहोस् र त्यसको भरपूर फाइदा उठाउन सिक्नुहोस्। जीवनको एक एक क्षण अमूल्य छ। जीवनमा गुमेको हर वस्तु खोज्न सकिन्छ, तर गुमेको समय कुनै मूल्यमा फर्केर आउन सक्दैन। जीवनमा हुने कुनै पनि वस्तुको क्षतिपूर्ति गर्न सकिन्छ, तर यदि एक क्षणमा पनि व्यर्थमा गुम्यो भने त्यसको पूर्ति सम्भव छैन। जीवनको हरेक फल यसैले मूल्यवान मानिएको छ, किनकि हर क्षण आफैमा एक सुअवसर हो। जीवनको कुनै पनि क्षणको महत्त्व बुझेर व्यक्तिले आफ्नो कायाकल्प गर्न सक्छ। कुनै मानिस जुन क्षणमा पुरा आत्मविश्वास एवं दृढ सङ्कल्पका साथ प्रगतिको पथमा अग्रसर हुन्छ, त्यो उसको जीवनको सुअवसर हुन्छ। अवसर खोज्ने होइन, चिन्नुहोस्। हामीमा आफ्नो विचारमा दाउ लगाउने, सुनियोजित जोखिम उठाउने र कर्म गर्ने साहस हुनुपर्छ। यदि जीवनलाई प्रभावी बनाउनु छ भने र यसमा खुसीको रङ्ग भर्नु छ भने हामीलाई आफ्नो दैनिक जीवनमा साहसको आवश्यकता हुन्छ। म्याक्सवेल माल्टज। धेरै युवा अवसरको खोजीमा जीवनभर भौँतारिरहन्छन्। जब अवसर उनीहरूको नजिकबाट जान्छ, ठिक त्यसै बेला उनीहरू हातमा हात राखेर बस्छन्। अवसर चिन्न र समाउन त्यही युवाले सक्छ जसमा केही गरेर देखाउने लगन हुन्छ, जसले केही बनेर देखाउने चाहना मनमा राख्छ। अवसर खोज्नको लागि हामीले यताउति भौँतारिनु पर्दैन। अवसर हाम्रो चारैतिर छरिएको छ। बस आवश्यकता छ त यसलाई चिन्नु, परख गर्नु र अपनाउनु। जीवनमा कुनै पनि अवसर सानो या कम महत्त्वपूर्ण छैन। सानो या ठुलो त्यो काम गर्ने ढङ्ग हुन्छ। यदि हामी सुम्पिएको काम राम्रो तरिकाले पुरा मनोयोगले गर्छौँ भने निश्चय नै हाम्रो परिणाम मिल्न सक्छ। यदि हामी प्रगतिको कुनै ठुलो या महत्त्वपूर्ण अवसर पाउँछौँ भने त्यसप्रति सचेत छैनौँ या हाम्रो मनमा त्यो प्रति लगन छैन भने हामीले त्यसबाट कुनै फाइदा उठाउन सक्दैनौँ। हाम्रो लागि अवसर त्यही उत्तम हुन्छ जसलाई चिनेर हामी समाउने गर्छौँ, जसमा हामी तुरुन्त कार्य सुरु गर्छौँ, जसलाई हामी पुरा मनोयोग तथा राम्रो ढङ्गले सम्पन्न गर्न सकौँ। हामीले जीवनमा पाउने कुनै पनि अवसरलाई साधारण सम्झेर हातबाट जान दिनु हुँदैन। हामीले त्यसको भरपूर फाइदा उठाउनु पर्छ। अवसरको सदुपयोग गर्नुमा नै बुद्धिमानी छ। अवसर मानव जीवनको सबैभन्दा ठुलो वरदान हो। हामीले जीवनमा पाउने सानो अवसरलाई पनि महान सम्झेर त्यसको उपयोग तत्काल गर्नुपर्छ। कति दुःखको कुरा हो, हामी आफ्नो दैनिक जीवनमा जुन कुराको उपेक्षा सर्वाधिक गर्छौँ त्यो अवसर हो। यो अवसर समाउनका लागि नै हामी हात फैलाएर बस्नुपर्छ। त्यसको अभाव भएपछि हामीले दौडेर समाउनुपर्छ। हर क्षण कुनै न कुनै अवसर त्यो प्रतीक्षामा रहेको हुन्छ। कुनै पनि प्रतिभाशाली मानिसले
त्यो कुरा चिनेर त्यसलाई अपनाउनु पर्छ या त्यसको पुरा फाइदा उठाउनु पर्छ। एक पटकको कुरा हो, न्यू हेम्पसायरका एक मानिसलाई थाहा भयो ग्रीष्मकालीन होटलमा एक ट्राउट माछाको मूल्य $1 छ। ती मानिस ती होटलको नजिकै बस्थे। उनले अवसरलाई चिनेर फाइदा उठाउने विचार गरे। यसका लागि उनले सबैभन्दा पहिला माछा पालनको बारेमा एउटा पुस्तक किने। उनले आफ्नो पछाडि खेतमा बग्ने पानी बाँध बनाएर रोके। उनले त्यो माछा पालन गरेर आफ्नो ढुङ्गा भएको निर्जीव खेतबाट यति नै उत्पादन गरे जति उब्जाउ खेत भएकोले पनि उत्पादन गर्न सक्दैनथे। कार्यकुशल मानिसको जीवनमा सुख अवसरको अभाव कहिल्यै हुँदैन। मानिसको योग्यता कतै लुकेर बस्न सक्दैन। आवश्यकता परेमा योग्य मानिसको खोजी गरिन्छ। जीवनको कुनै पनि क्षेत्रमा सफल हुने उपाय यही हो, व्यक्ति स्वयंले आफूलाई कुनै कामको लागि योग्य एवं प्रतिभाशाली बनाउनु पर्छ। योग्य मानिस समक्ष अवसर आफै आउँछ। यसमा पनि यदि कसैले उसको स्वागत गर्दैन भने यो उसको दुर्भाग्य हो। योग्य मानिसको जीवनमा अवसर छाया झैँ जोडिरहन्छ। ऊ अवसरबाट क्षणभरको लागि पनि टाढा बस्न सक्दैन। बस आवश्यकता छ त उसलाई आफ्नो अनुभवी आँखाले हेर्ने, परख गर्ने तथा भरपूर फाइदा उठाउने। एक पटकको कुरा हो, कुनै विद्यार्थी आफ्नो ओछ्यानमा उदास भएर बसेको थियो। ऊ भविष्यप्रति बेचैन थियो। उसलाई निन्द्रा लागिरहेको थिएन। धनको अभावमा ऊ आफ्नो पढाइ बिचैमा छोड्ने बारेमा सोचिरहेको थियो। अचानक उनले टाढाबाट आएको आवाज सुने। उत्सुकतावश ऊ ओछ्यानबाट उठे। तब उनलाई थाहा भयो समुद्रमा राखिएको एक जहाजमा अचानक आगो लाग्यो। उनले देखे जहाजमा क्याप्टेनले आगो निभाउन सकिरहेका थिएनन्। उनले क्षणभरका लागि परिस्थितिमा विचार गरे। तब उनले यहाँ पनि एउटा सुअवसर देखे। ती विद्यार्थीले यो अवसरको भरपूर फाइदा उठाउने निश्चय गरे। उनी एक दृढ सङ्कल्पका साथ जहाजमा पानी भएको ठाउँमा पुगेर पुरा आत्मविश्वासका साथ भने, के तपाईँलाई अझै यो जहाज बच्न सक्छ भन्ने आश छ? अहिले त कुनै आशा छैन, तर भोलि बिहानसम्म केही बाँकी बच्यो भने म बचाउने प्रयास गर्न सक्छु, जहाज मालिकले जवाब दिए। यदि तपाईँ बढिरहेको स्थितिमा जहाज बेच्न चाहनुहुन्छ भने म यो जहाज 40 पाउन्डमा किन्न सक्छु, विद्यार्थीले भने। ठिक छ, म बेच्नेछु, मलाई यसमा कुनै आपत्ति छैन, जहाज मालिकले सहमति व्यक्त गरे। विद्यार्थीले क्याप्टेनलाई लक्षित गरेर एक केटातिर इसारा गर्दै भने, यदि तिमी यसै समय मेरो साथीसँग जान्छौ भने उनले तिमीलाई 40 पाउन्ड दिनेछन्। तर तिमी किन जान सक्दैनौ? क्याप्टेनले उत्सुक भएर सोधे। मेरो एक छेड मूल्यवान छ। मैले तुरुन्त जहाजको आगो निभाउने काम सुरु गर्नुपर्ने छ, युवकले जवाब दिए। यति भनेर उनी आफ्नो केही साथी लिएर समुद्रतिर लागे। उनले छिटै आगो पूर्ण रूपमा निभाएर आधा बलेको जहाज बचाए। उनले सामान तुरुन्त 500 पाउन्डमा बेचे। ती विद्यार्थीले एकै नजरमा परिस्थितिको सम्भावनालाई बुझे, तर क्याप्टेनले यो कुरा बुझ्न सकेनन्। कुनै कुरालाई दुर्घटना हुनबाट कसरी बचाउने? जुन मानिसले पहिलो नजरमा अवसर चिन्छन् र काम सुरु गर्छन्, उनीहरूले नै अवसरको भरपूर फाइदा उठाउँछन्। गारफिस्टको भनाइ छ, अवसरलाई बिल्कुल आवाज भन्न सकिन्छ। यसले सेनालाई युद्धको लागि बोलाउन सक्छ, तर कहिले पनि सैनिकलाई युद्ध जिताउने साधन बन्न सक्दैन। जीवन बाहेक एक प्रशिक्षणशाला के हो तथा प्रशिक्षण के हो आत्मविश्वास बाहेक? कुनै समयको कुरा हो, श्री चार्ल्स टी फक्स फिलाडेल्फियाको पश्चिमी नगरमा दलाल थिए। अब पश्चिमी नगरमा लखपति हुन्। आफ्नो जीवन उनले एक अवसरको फाइदा उठाएर सुरु गरे। आफ्नो जीवनमा त्यो अवसर देखे तब पाए जब उनी लिलामीको पसल अगाडि हिँडिरहेका थिए। उनी छिटै त्यो साबुनवालाको पसलमा पुगे तथा साबुनको मोल भाउ गरे। सोद्धा व्यापारीबाट जवाब पाए, एक पाउन्ड साबुनको 12 सेन्ट। उनी धेरै मोलमोलाई गरेपछि ती सेन्ट प्रति पाउन्डको हिसाबमा लिन तयार भए। तुरुन्त पक्स लिलामीको पसलमा पुगे तथा 6 सेन्ट प्रति पाउन्डको हिसाबमा साबुन किने। उनले यो व्यापारमा पहिलो कमाई गरे। अवसर चिन्ने एक अर्का युवकको कथा प्रस्तुत छ। कुनै सहरमा एङ्टोकिया नाम गरेका एक
निर्धक बालक बस्दथे। यी बालक फ्लोरी नामक एक प्रतिष्ठित व्यक्तिको घरमा भाडा माझ्ने काम गर्थे। उनले जब घरको कामबाट फुर्सद पाउँथे तब उनी एक पसलमा गएर बस्थे र ढुङ्गा काट्ने काम गर्थे। यी अनपढ युवकमा एक योग्यता थियो, उनी कुनै पनि काम ध्यानले गर्न सक्थे। यहाँ उनले पैसा साधारण पत्थर काटेको जति पाउँथे, तर यति होनार थिए, हर कलामा निपुण हुँदै गइरहेका थिए। पहिलो युवक जसले अवसरलाई चिन्यो। आज राति जब तपाईँ सिरानीमा टाउको राख्नुहुन्छ तब यो बिर्सनुस् कि तपाईँ कति टाढा जानुपर्ने छ। यसको साटो यो हेर्नुस् कि तपाईँ पहिल्यै कति टाढा आइसक्नु भएको छ। बर्ब मोहावार्ड। एक दिनको कुरा हो, उनको मालिकले केही मित्रलाई प्रीतिभोजमा बोलाए। कन्फेक्सनरले खाने टेबलमा सजाउन एक एक गरी सामान तयार पारेका थिए, तर टेबल सजाउँदा कुनै कारणवश त्यो कालीगढी बिग्रियो। अब विकृत अवस्थामा न त्यसलाई टेबलमा राख्न सकिन्थ्यो, न कालीगढले अर्को तयार गर्न सक्थ्यो। यस्तो बेलामा एन्टिकियोले भने, तपाईहरू चिन्तित नहुनुहोस्, म अहिले टेबलको बीच भागमा सजाइदिनेछु। उनले नौनी मगाएर हेर्दा हेर्दै सुन्दर बाग बनाइदिए। यसको अगाडिको भाग सुन्दर रूपमा लुकेको झुकेको थियो। मालिककोमा आएका पाहुनामा ठुला ठुला व्यापारी व्यवसायी परिवारका मानिस पनि थिए। तिनमा कलाका केही कुशल आलोचक पनि विद्यमान थिए। जब आगन्तुकको दृष्टिमा नौनीद्वारा बनाइएको बाग पर्यो तब उनीहरू आश्चर्य मान्दै हेरिरहे। उनीहरूमध्ये एकले भने, यो त उत्कृष्ट कलाको प्रतीक हो। केही क्षण रोकिएर उनीहरूले ती घर मालिकसँग भने, लाग्छ यसको निर्माण गर्ने प्रसिद्ध मूर्तिकारले गरेका हुन्। जब मालिकले पूरा घटना सुनाए तब ती महाशयले घोषणा गरे, एन्टिकियोको कला सम्बन्धीको अध्ययन पूरा खर्च म बेहोर्नेछु। ती भाँडा माझ्ने केटा जसले अगाडि बढेर अवसरको फाइदा उठाएका थिए, उनी आज इतिहासमा कवना नामले प्रख्यात छन्। कवनाको नाम आज पनि विश्व प्रसिद्ध मूर्तिकारको बीचमा पूरा सम्मानका साथ लिने गरिन्छ। ती युवकले यदि अवसर चिनेर फाइदा नउठाएका भए जीवनभर झुठो भाँडा माझिरहेका हुने थिए। उनको परिचय मानिसहरूसँग ठिकसँग हुन सक्ने थिएन। युवाले आफ्नो जीवनमा ती शुभ अवसर आफैले खोज्नुपर्छ तथा त्यसको परख गरेर आफ्नो जीवनमा अपनाउनु पर्छ, ताकि त्यसको भरपूर फाइदा उठाउन सकोस्। अहिले हालैमा मैले यस बारेमा एउटा कथा युथ कम्पेसनमा पढेको थिएँ। एक समयको कुरा हो, जोन ग्रान्ट नाम गरेका एक गरिब युवक रेती फलामको पसलमा हप्ताको $2 काम गर्थे। पहिलो दिन नै जब उनले पसलमा पाइला राखे तब उनका मालिकले सम्झाउँदै भने, जति सक्दो छिटो यो व्यापारी परिचित भएर आफूलाई यस योग्य बनाऊ। तिमी आफूलाई जति छिटो योग्य साबित गर्नेछौ त्यति छिटो तिम्रो तलब बढाउनेछौ। ग्रान्टले कयौं हप्ता काम गरे। उनले तिखो र सतर्कतापूर्ण दृष्टि राखेका थिए। उनले ध्यान दिए उनका स्वामी विदेशबाट आएका सामान जाँच आफैले गर्थे। ती सबै बिल फ्रेन्च एवं जर्मन भाषामा आउने गर्थे। एक दिनको कुरा हो, उनका स्वामी अरू कुनै काममा लागेका थिए। अगाडिको टेबलमा धेरै बिल थिए। अवसरको फाइदा उठाउँदै ग्रान्टले भने, सर, यदि तपाईको आज्ञा पाए म यी सब बिल जाँच गर्नेछु। मालिक उनको कुरामा सहमत भएर उनलाई बिल चेक गर्ने आदेश दिए। आदेश पाउने बित्तिकै ग्रान्ट आफ्नो काम पूरा गर्नमा जुटे। उनले बिल राम्रोसँग जाँच गरे। यो देखेर मालिक खुसी भए। त्यसपछि बिल जाँच्ने काम ग्रान्टलाई सुम्पिए। एक महिनापछि ग्रान्टलाई कार्यालयमा बोलाइयो। उनीसँग कम्पनीका दुवै कार्यकारी सदस्यले कुरा गरे। एक सदस्यले ग्रान्टको अनुहारमा आफ्नो पारखी आँखा गाड्दै भने, मेरो यो 40 वर्षको अनुभवमा तिमी यस्तो पहिलो युवक हौ जसले अवसर पाउने बित्तिकै अवसरलाई चिन्यो र अवसर समाएर यसको भरपूर फाइदा उठायो। विलियम्स अफिस नआएको बेला म आफै यो काम गर्थे, तर अब हामी चाहन्छौँ तिमी विदेशी मालको विभाग आफ्नो हातमा ल्याऊ। यो महत्त्वपूर्ण पदको लागि हामीलाई एक जिम्मेवार र इमानदार युवकको आवश्यकता छ। अहिले हामीसँग रहेका 20 युवकमा सिर्फ तिमी एक यस्ता मानिस हौ जसले स्वयंलाई यो महत्त्वपूर्ण पदको योग्य बनायौ।
यति भनेर उसले ग्रान्टको तलब बढाएर $20 प्रति हप्ता गरिदिए। ग्रान्टले 5 वर्षमा यति प्रगति गरे उनी $1000 हर हप्ता लिन थाले। यति मात्र होइन, उनलाई फ्रान्स र अमेरिकाको भ्रमणमा पनि पठाइयो। उनका मालिकले घोषणा गरे लगभग 30 वर्षको उमेरमा ग्रान्ट फर्को सदस्य बन्नेछन्। त्यही दिन ग्रान्टले 2 गुणा साहस एवं जोशका साथ काम गर्न थाले। आफ्नो लगन, परिश्रम एवं विवेकको बलमा उनले केही वर्षमा आफूलाई यस लायक बनाए ताकि उनको तमाम सपना साकार हुन सकोस्। हार्वर्ड विश्वविद्यालयमा 42 सालमा निर्देशक प्रोफेसर सार्थोजको मनमा अवसर नै एक मुख्य कुरा थियो। यो कुरा त्यो समयको जब उनी बाडोइन कलेजमा एक अज्ञात विद्यार्थीको रूपमा शिक्षा आर्जन गरिरहेका थिए। त्यसै बेला उनी आफूलाई एक महान कामका लागि तयार पारिरहेका थिए। आफ्नो जीवन कथा उनी आफैले वर्णन गरेका छन्। मलाई प्रयोगशालाले जब पहिलो वर्ष स्वीकार गर्यो तब म एक अज्ञात विद्यार्थी थिएँ। त्यो बेला म कलेजमा प्रवेश गर्ने तयारी गरिरहेको थिएँ। म त्यो बेला सरसफाइ र राखन धरनको काम राम्रोसँग सम्हाल्ने गर्थेँ। म सन् 1871 मा बेडोइन कलेजको पहिलो वर्षमा प्रविष्ट भएँ। मलाई 2 वर्षपछि यो व्यायामशालाको अध्यक्ष बनाइयो। म त्यो पदमा पुगेर आफ्नो कार्यमा जुटेँ। सन् 1875 मा म स्नातक बने। मैले आविष्कार गर्ने प्रथम प्रेरणा यही कलेज जीवनबाट प्राप्त गरेँ। यहाँ एउटा उपकरण गरौँ र बेडोल थियो। त्यहाँ एक नयाँ उपकरणको आवश्यकता महसुस गरिँदै थियो। मैले तुरन्त पुरानो टुक्रामा परिवर्तन गर्न थालेँ तथा नयाँ आविष्कार सुरु गरेँ। मेरो पहिलो वर्ष समाप्त हुनु अगाडि नै व्यायामशालाले एक प्रदर्शनी आयोजना गर्यो। मेरो आविष्कार पनि प्रदर्शनीमा राखियो, जसले पहिलो स्थान ओगट्यो। मानिसले यसको धेरै प्रशंसा गरेर मेरो तलब पनि बढ्यो। पेल विश्वविद्यालय मेरो बोर्डोइनको कामबाट खुसी भएर हप्ताको $60 दिने घोषणा गरे। प्रोफेसर सान्टेजले यो कुरा सुनेर मसँग भने, सर्वाधिक महत्त्वपूर्ण कुरा अवसर चिन्नुहुन्छ। चाहे तलब कम होस् या अपर्याप्त, मानिसले आर्थिक लाभसँग दाँजेर अवसर गुमाउनु हुँदैन। यसको साटो हेर्नुपर्छ, अवसर के हो तथा कसरी प्राप्त हुन्छ। मैले हप्ताको $5 बाट $60 को बाटो खोलेँ। तब सार्टेन्ज येल विश्वविद्यालयको व्यायामशालामा नियुक्त तथा आगामी 30 वर्ष येल अर्थात् बोडोइन दुवै व्यायामशालामा अध्ययनमा जुटिरहे। उनले यसपछि येलका तमाम काम आफ्नो हातमा लिए तथा फेरि हार्वर्ड व्यायामशालाका निर्देशक बने। यो त सर्वविदित नै छ कि उनी आफ्नो क्षेत्रको सबैभन्दा प्रसिद्ध शिक्षक थिए। अवसर त युवक समान छ, जसको यौवन बढ्दो वसन्त झैँ छ। मुखमण्डल कमनीय छ, केश राशि हावामा लहराइरहेको छ। मुखमण्डल गरिमाले दैदिप्यमान छ। उसको ओठमा जवानीको चमक छ, खुट्टामा पखेटा छन्। यसले उसको तीव्रतम गतिसम्म परिचित गराउँछ। खुट्टाको औँलामा ऊ उभिए जस्तो लाग्छ, मानव उड्न लागेको छ। घना केश राशिले उसको आँखीमा छोइरहेको छ। यी केश समाउन सजिलो छ, तर टाउको पछाडि साना रौँ छन्। यदि यो एक पटक गयो भने समाउन सकिँदैन। यसको हातमा एक छुरी पनि छ। या वर्णन त्यो प्रतिमाको हो जुन सिकन्दरमा समकालीन विश्व प्रसिद्ध मूर्तिकार लिबी पस्ते बनाएका थिए। हुन त आजसम्म यो उपलब्ध छैन, तर अवसरको यो प्रतिमालाई केलिस्ट्राजले आफ्नो आँखाले देखेका थिए। तिमी को हौ? अवसर सबलाई आकर्षित गर्ने। तिमी खुट्टाको औँला टेकेर किन उभिएका छौ? किनकि म आफूलाई सधैँ गतिमान राख्छु। तिम्रा खुट्टामा दोहोरो पखेटा किन लगाइएको छ? किनकि म हावामा उड्ने गर्छु। तिमीले हातमा चक्कु किन लिएका छौ? म यसको धारबाट धेरै तेज छु भन्ने बुझाउनको लागि। तिम्रो कपाल अगाडि आँखामा किन आएको छ? ताकि कसैले पहिलो भेटमा मलाई समाउन सकोस्। तर तिम्रो टाउकोमा पछाडिको भाग गला किन छ? ताकि एक पटक उडान भरेपछि मलाई कसैले समाउन नसकुन्, अपनाउन सकुन्। तिमीलाई यो कलात्मक रूप के को लागि दिएको हो? ताकि मानिसले मेरो महत्त्व बुझेर मलाई समाउन सकुन्, अपनाउन सकुन्। यो वार्तालाप अवसर एवं यसको सम्पर्कमा आउने मानिस साथमा हुनु दर्शाउँछ। जीवनको अवसरले एकपटक अवश्य सबको ढोका
ढकढक्याउने गर्छ। आवश्यकता त्यसलाई चिनेर त्यसको भरपुर फाइदा उठाउनुमा छ। कुनै काम देखेर म यो काम गर्न सक्दिनँ नभन, कमसेकम तिमी आफ्नो आँखा त खुल्ला राख्न सक्छौ। आफूभित्र कुनै कुरा ध्यानले हेर्ने र बुझ्ने शक्ति त उत्पन्न गर्न सक्छौ। यदि तपाईँ आफ्नो सबै सपना साकार पार्न चाहनुहुन्छ भने, यदि तपाईँ आफ्नो लक्ष्यसम्म पुग्न चाहनुहुन्छ भने अवसरको परख गर्नुपर्छ। अवसरको भरपुर फाइदा उठाउन दिनुहोस्।